Hello everyone, welcome to day 6 of my series, and today is not about the workout. आज चाहिँ मेरो रेस्ट डे किनभने जिम पनि अराउन्ड 2 PM मा त खोलिन्छ एन्ड मेरो ड्युटी छ 4:30 बजी हैन, एन्ड म त्यस्तो टाइम दिन पाउँदिनँ जिममा, सो त्यसैले रेस्ट पनि गरेको एन्ड बडीलाई पनि रेस्ट चाहिन्छ टु रिकभर हैन। अनि आज चाहिँ हामी जाँदैछौँ प्रोटिन ल्याउन, किनकि मेरो प्रोटिन पनि सकिरहेको थियो एन्ड साथीहरूको पनि सकिरहेको रहेछ। सो आज चाहिँ हामी मल जाँदैछौँ प्रोटिन किन्नको लागि, एन्ड फेरि आएर ड्युटी पनि छ है। सो छिटो गएर छिटो आउने। ल हामी चाहिँ जाँदैछौँ होइन प्रोटिन ल्याउनको लागि, बाहिर निक्लिरहेको छौँ। आयो होइन, अब यसमा चाहिँ चढेर हामी जाने मलपट्टि। सो हेरौँ है। यो चाहिँ मेरो साथी होइन, यसले पनि भ्लगै बनाउँदैछ हो। हामीले भर्खर सुरु गरेको, सँगै सुरु गरेको भ्लग हो। यसले चाहिँ गर्छ हिन्दीमा, म चाहिँ गर्छु नेपालीमा। मैं करता हूँ हिंदी व्यूअर्स के लिए, ये करता है नेपाली व्यूअर्स के लिए। आप लोग देख सकते होंगे। और बताना चाह रहा हूँ यसको भ्लग हेर्नुहोस् तपाईँ कि आज मॉल जा रहे हैं। मॉल में थोड़ा कुछ काम है, और क्या काम है वो हम आप लोग को उधर हैन। ओ यता जब पहुँच के बताऊँ। यो चाहिँ मेरो अर्को साथी हो, अगाडि बसिरहेको छ। पैसा तिर्नुको लागि रेडी छ यो गाडी भाडा होइन। अहिले मलतिर लागेको, उसका नाम क्या है भाई तेरा? यूट्यूब में क्या नाम? यूट्यूब में छिरिङ शेर्पा। अगर ये फेस आपको अगर पसंद आया तो जाके सब्सक्राइब कर दीजिए, लेकिन पहले मेरे को सब्सक्राइब करिए, फिर उसके के गर्छ अरे? क्या काम प्रोटीन दिखाऊंगा। प्रोटिन भएको ठाउँमा ठिकै छ नि त। ओमान का थोड़ा रास्ता हेन्सम देखेको छ। म पनि नपर्छ नि, अहिले ड्युटी जाने बेला नआउनुपर्छ। यो चाहिँ होइन ओमान मल, एभिन्युज मलपट्टि जाने बाटो हो यो चाहिँ होइन। यहाँबाट हामीलाई लाग्छ अराउन्ड 10 मिनट्स 5 मिनट्स, एक्ज्याक्ट टाइम थाहा छैन, बट त्यस्तै कति लाग्छ हो। एन्ड छिटो छिटो प्रोटिन किनेर आएर फेरि ड्युटी जाने हो। खाना पनि बनाउनु पर्छ होला आएर, भोक लागिरहेको छ। ल अब तपाईँलाई भेट्छु म सिधै मल पुगेर है। मल होइन, यहाँ माथि चाहिँ हाम्रो मल छ, एभिन्युज मल। लुलु ल एभिन्युज एउटा यो जग्गामा छ, लुलु हाइपर मार्केट अनि एभिन्युज सँगसँगै छ है। क्वालिटी के भयो भिडियोको? देखा नि तेरो हल्का के हेर्नुहोस् है। मेरो साथीले चाहिँ अहिले फर्स्ट गरेको होइन, अन्त उसलाई यस्तै भिडियोहरू अझै हाल्ने मोटिभेसनको लागि होइन, तपाईँले सब्सक्राइब गर्नु पऱ्यो, फलो गर्नु पऱ्यो। अन्त साथीले एउटा लिङ्कमा पनि हालिदिन्छ, त्यहाँ एउटा त्यो छेत्री भाइ ब्लग्स भन्ने पनि छ, त्यो मान्छेको पनि राम्रो छ ब्लग्सहरू, त्यो मान्छेलाई पनि सब्सक्राइबहरू गरिदिनुहोस्। तपाईँले देख्नु सक्नुहुन्छ जिमको ब्लग्सहरू होइन, ओमान अलिकति एक्सपोर्टहरू गरेको जे जग्गाहरू जे पनि हुन्छ त्यो तपाईँले देख्नु सक्नुहुन्छ। सपोर्ट हिम एन्ड मी एज वेल, सपोर्ट अस होइन। अनि हामी चाहिँ पुग्यौँ एभिन्युज मल, एन्ड यस यो चाहिँ मल होइन, लुलु र एभिन्युज मल सँगै छ। त्यो भयो हाम्रो एभिन्युज मल एन्ड त्यहाँ भयो हाम्रो लुलु। हो हामी चाहिँ जान्छौँ एभिन्युज मलमा। एभिन्युज मलको लाइक टप फ्लोरमा होला हाम्रो प्रोटिनको यो है सप। एन्ड अब तपाईँहरूले हेर्नुहोस् अलिकति मल हाम्रो यस्तो छ है एभिन्युज मल। यो चाहिँ भयो मलको भित्र होइन। यो चाहिँ तपाईँको गाडीहरू राखिरहेको छ। यो चाहिँ लट्रीमा पारेर, लट्री पनि होइन, लाइक के सामानहरू किन्दाखेरि दिन्छ होइन, चिट लट्री जस्तो। एन्ड त्यसमा तपाईँले गाडीहरू जित्न सक्नुहुन्छ।
मैले फोन किन्दाखेरि पाएको थिएँ कुनै कति बेला भएको थियो बट मैले चाहिँ पाडिनँ एउटा पनि गाडी हो सो मेरो ब्याड लक इङ्ग्लिसमा दिनु पऱ्यो नि बाबु लो इङ्ग्लिस अल गाइज लेट्स सी लेट्स कन्टिन्यू दिनु पऱ्यो नि त चल भयो यस इङ्ग्लिसमा दिउँ न भन्नुमा क्याफेजहरू होइन रेस्टुरेन्टहरू हेर्नुहोस् के मजाको है के भन्यो भन भन पूरा ड्यूटी से रूम जिम ड्यूटी से रूम जिम ड्यूटी से रूम करके पूरा बोर हो चुका था लेकिन अभी मैं लगा थोड़ा माइंड फ्रेश होने का था फ्रेश हो रहा है एकदम फ्रेश हो रहा है फुटबलको लागि प्रोटिनको दोकान छ है टपहरू हाम्रो सप अनि यहाँ चाहिँ हामी ओलम्पियामा चाहिँ हामी प्रोटिन किन्ने हो मेरो सर्ती होइन फोटो खिच्ने अरे यिनीहरूले यस्तो छ है ओमानभित्र ओमान एभिन्यूज मलभित्र होइन यस्तो कुराहरू छ यहाँ चाहिँ भयो लाइब्रेरी टाइपको होइन मान्छे आएर बसेर पढ्छ भित्र पनि छ है मजाको जिम छ एउटा एन्ड यो चाहिँ हाम्रो प्रोटिन सप के अरे कस्तो छ अलिकति राम्रै हो जिएनसीको इन्जुरी सिन्जुरी भएको थियो गर्दैन जिएनसीको हो मैले खाएको छुइनँ त्यो अस्ति दुईपल्ट खाएँ किन हामीले खाने त्यो क्रेडिट छैन त्यति राम्रो भाडाको त्यही त म त्यही हेर्दैछु यार पहिला खाएको रे अनि हो बाटा कति अनि मैले लाने यो होइन 2-3 महिना भइसक्यो 2-3 महिना होइन लाइक 2-3वटा डिब्बा भइसक्यो मैले यो खाएको वे प्रोटिन 100% वे फ्रम बायोटेक होइन मेरो फ्लेभर चाहिँ आयो ब्ल्याक बिस्किट होइन अरू पनि पाउँछ जिमको सामानहरू है आज चाहिँ ल्याउन आएको किनकि प्रोटिन मात्रै सकिरहेको थियो मेरो अरू क्रिएटिन छ होइन अब चाहिँ प्रोटिन किनिसकेर रुम जाने किनभने ड्युटीको लागि ढिलो हुन्छ हामीले चाहिँ प्रोटिन किनिसक्यौँ होइन छ सबैकोमा हामीलाई यसको पर्यो लाइक 31 रियल्स होइन 31 रियल्समा हामीले दुईवटा केही पाएको छ अफरमा 8,000 लगभग 7,000-8,000 पऱ्यो होला हामीलाई त्यो प्रोटिनको एन्ड अब चाहिँ हामी फर्केको होइन फर्केर खानासाना बनाएर खाएर ड्युटी जानुपर्छ फेरि गाह्रो छ यार यो चाहिँ अर्जेन्टिनाको प्लेयरहरूले साइन गरेको जर्सी रहेछ होइन राखिरहेको रहेछ सब्सक्राइब लाइक फलो सब्सक्राइब माई च्यानल सब्सक्राइब आवर च्यानल छेत्रिस ब्लग सिरिङ्स ब्लग छेत्री भाइ ब्लग सिरिङ्स ब्लग होइन केटीदेखि एकदम टाढो बस्नुपर्छ एउटै केटीलाई गर राम्रो गर यो गेम पर्छ एउटै केटीलाई गर त्यही भन्छु
प्रोटिन किनेर काम त सकिसक्यो तर साथीले चाहिँ आलु टमाटर किन्ने अरे होइन यहाँ देखो यो यस्तो हो क्या इन्भेस्ट आफ्नोमाथि गरेर क्या त्यो चाहिँ बेस्ट इन्भेस्टमेन्ट हो आफ्नोमाथि गरेर यसले दिन्छ हाम्रो मोटिभेसन होइन आफ्नो माथि इन्भेस्टमेन्ट गरेर कहिले पनि तिमी हाल्छौ देख्दैछौ यो इन्भेस्ट गरेर भन्ने के काम गरेर भन्नु नि के काम गरेर भन्नु म चाहिँ जिममा पर्सनल ट्रेनरमा गर्छु अब अलिकति है आफ्नोमाथि हार नखानु सबै कुरो ठिक हुन्छ साथी यो सबै कुरा हुनु होइन तर गफाडी मान्छे चाहिँ नहुनु हो त्यो चाहिँ म भन्छु तपाईँहरूलाई म चाहिँ एकदम सोझो हो बुक हेरिहाल्दा म त अब मैले के बोलेकै छैन साथीले चाहिँ किन्ने अरे आलु टमाटर प्याज होइन आलु टमाटर किन्ने हो जुम चाहिँ युज गर्दा हुन्छ भनेर हेरेको सेन्टीलाई कि सम्ती के भन्दो रहेछ कि त्यो सिरम हो कि के हो होइन अनि त्यसले चाहिँ राम्रो क्लियर गर्छ अरे कि मैले हेरेको थिएँ 5 days 6 days आफ्टर 1 week आफ्टर 10 daysमा चाहिँ त्यो पहिला पिम्पल भएको थियो त्यो सबै गएको छ कि त्यस कारण आजभोलि अलिकति पिम्पल पनि आउनु थालेछ त्यही भएर त्यो एक्सपेन्सिभ त 3-4 हजार पर्दो रहेछ हौ नेपालको हो अरिजिनललाई जम्मा 50 ml कि समथिङ कति भन्दा तर राम्रो हो भन्दाखेरि मलाई सबैले अब राम्रो हुन्छ भन्दाखेरि मैले कहाँ पाउँछ भन्ने कुरा त एक्ज्याक्टली थाहा छैन जस प्लानिङमा त छु म त्यो यसो लगाएर हेर्नु पर्यो तेरो पनि पिम्पल आइरहेको रहेछ मेरो त आइरहेको छ नि पिम्पल आइरहेको छ मेरो त होइन मेरो पिम्पल खासै आउने फेस त थिएन कि मेरो पिम्पल भनेको भर्खर आउनु थाल्यो हो मेरो खासै कोटी हो कि त्यो गोरुको मासुले हुन्छ रहेछ गोरुको मासु आउँछ नि अब चाहिँ अलिकति फ्रेस भएर अब चाहिँ रुमपट्टि लाग्ने हो होइन अब चाहिँ काम सकेर हामी फर्क्यौँ रुमपट्टि है रुम पुगेर अब त्यही हो ड्युटी छ 4:30 जानुपर्छ लास्ट बोला यार भोक त लाग्यो नि अब छैन खाना पकाउने टाइम छैन अब केही अन्डाहरू खाएर जानुपर्छ राख्नुपर्छ अनि ड्युटी पुगेरै हुन्छ खाना